गत वर्ष जेन्जीले सत्ता बदल्यो, यसपटक के बदलेला? गत भदौ 23 र 24 गते जस्तै फेरि पनि ठूलो आन्दोलनको बाढी ल्याउने जेन्जी समूहको तयारी। यदि आन्दोलन भएमा यसले नयाँ सरकारलाई कहाँ पुर्याउला त? एक वर्ष अघि भदौ 23 गते काठमाडौँको सडकमा उठेको आवाजले 2 दिनमै नेपालको राजनीति हल्लाइदिएको थियो। माइती घरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुग्यो, प्रहरीसँग झडप भयो, गोली चल्यो, कर्फ्यू लाग्यो, संसद परिसरमा प्रदर्शनकारी प्रवेश गरे र अवस्था अन्ततः प्रधानमन्त्रीको राजीनामासम्म पुग्यो। त्यो केवल एउटा विरोध प्रदर्शन मात्र थिएन, त्यो राजनीतिक असन्तुष्टिको ठूलो विस्फोट थियो। तर अहिले ठ्याक्कै एक वर्षपछि फेरि भदौ 23 गते नै जेन्जी आन्दोलनको घोषणा भएको छ। अब प्रश्न उठ्छ, गत वर्ष जेन्जीले सत्ता परिवर्तनको बाटो खोल्यो, यसपटक के परिवर्तन गर्न खोज्दैछ? नयाँ सरकारमाथि कस्तो दबाव सिर्जना हुन सक्छ त? वा आन्दोलन चेतावनीमै सीमित हुन्छ? गत वर्षको आन्दोलन कसरी चर्कियो? भदौ 23 गते बिहानैदेखि काठमाडौँको माइतीघर मण्डलामा ठूलो संख्यामा युवा जम्मा भएका थिए। सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार, राजनीतिक व्यथिति र नेतृत्व प्रतिको असन्तुष्टिलाई मुद्दा बनाउँदै सुरु भएको प्रदर्शन बिस्तारै ठूलो बन्दै गयो। माइती घरबाट प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढे, त्यहाँ प्रहरी र प्रदर्शनकारी बीच तनाव बढ्दै गयो। प्रहरीले पानीको फोहरा, अश्रु ग्यास र बल प्रयोग गर्यो। प्रदर्शनकारीहरू संसद परिसरको निषेधित क्षेत्रतर्फ अघि बढेपछि अवस्था थप तनावपूर्ण बन्दै गयो। सुरक्षा कर्मीको गोली प्रहारपछि ठूलो संख्यामा प्रदर्शनकारी घाइते भए भने पहिलो दिनमै कम्तीमा 19 जनाको मृत्यु भयो। त्यसपछि आन्दोलन काठमाडौँमा मात्र सीमित रहेन, देशका विभिन्न शहरमा पनि प्रदर्शन फैलिँदै गयो। सरकारले काठमाडौँका केही क्षेत्रमा कर्फ्यू लगायो। जनधनको ठूलो क्षतिपछि तत्कालीन गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटायो, तर आन्दोलन भने रोकिएन। भदौ 24 मा अवस्था झनै गम्भीर बन्दै गयो। कर्फ्यू जारी रहेकै अवस्थामा हजारौं युवा फेरि सडकमा उत्रिए। नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा कर्मीको अवरोध तोड्दै प्रदर्शनकारी संसद भवन परिसरमा प्रवेश गरे। त्यसपछि संसद भवनमा आगजनी र तोडफोड भयो। सिंहदरबार, राजनीतिक दलका कार्यालय तथा नेताहरूका निवास समेत निशानामा परे। राष्ट्रपति र प्रधानमन्त्री सहित प्रमुख राजनीतिक व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था सिर्जना भयो। काठमाडौँको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत प्रभावित भयो। अन्ततः बढ्दो जनदबाव र राजनीतिक संकटबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राजीनामा दिए। 2 दिनको घटनाक्रमले नेपालको राजनीतिक दिशामै ठूलो परिवर्तन ल्यायो। अब फेरि त्यही मिति, तर फरक सरकार। एक वर्षपछि परिस्थिति फेरिएको छ। गत वर्ष आन्दोलनको निशानामा केपी शर्मा ओली नेतृत्वको सत्ता थियो। अहिले भने प्रश्न बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमाथि उठिरहेको छ। कमन जेन्जी नेपालले फेक शासन विरुद्ध असल शासन भन्ने नारा सहित भदौ 23 गते देशव्यापी प्रदर्शनको घोषणा गरेको छ। यही कारण यस पटकको आन्दोलनलाई गत वर्षसँग तुलना गरेर हेर्न थालिएको छ। गत वर्ष युवाहरू भ्रष्टाचार, राजनीतिक व्यथिति, नातावाद, सामाजिक सञ्जाल प्रतिबन्ध र जवाफदेहिताको अभाव विरुद्ध सडकमा आएका थिए। आन्दोलनपछि सरकार र आन्दोलनकारी बीच 10 बुँदे सम्झौता पनि भएको थियो, तर सम्झौताका सबै विषय भने कार्यान्वयन नभएको गुनासो अझै कायम छ। त्यसैले यसपटक प्रश्न फेरि उठ्न सक्छ, जुन परिवर्तनका लागि युवा सडकमा उत्रिए त्यो परिवर्तन कति भयो त? नयाँ सरकारबाट गरिएको अपेक्षा पूरा भयो कि भएन? र नयाँ सत्ता पनि पुरानै राजनीतिक सरकारको बाटोमा जान थालेको हो कि होइन? के यसपटक पनि गत वर्ष जस्तै हुन्छ त? यो भने अहिले नै भन्न सकिने अवस्था छैन। गत वर्षको आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएर केही घण्टामै व्यापक जनआन्दोलनमा परिणत भएको थियो। यसपटक भने कमन जेन्जी नेपालले पहिले नै प्रदर्शनको घोषणा गरेको छ। त्यसैले आन्दोलनको प्रभाव कति हुन्छ भन्ने कुरा सडकमा आउने युवाको संख्या, अन्य समूहको सहभागिता र आम नागरिकको समर्थनले मात्र निर्धारण गर्न सक्छ। यदि गत वर्ष जस्तै ठूलो संख्यामा युवा सडकमा आए र आन्दोलन देशभर फैलियो भने सरकारमाथि ठूलो राजनीतिक दबाव सिर्जना हुन सक्ने सम्भावना छ। तर आन्दोलन सीमित समूहमा मात्र रह्यो भने गत वर्ष जस्तो राजनीतिक प्रभाव पार्न कठिन हुन सक्छ। सरकारका लागि सबैभन्दा ठूलो चुनौती यसपटक आन्दोलनको आकार भन्दा पनि सरकारको प्रतिक्रिया महत्त्वपूर्ण हुन सक्छ। सरकारले संवाद गर्छ, माग सम्बोधन गर्छ वा बल प्रयोग गरेर नियन्त्रण गर्न खोज्छ त? गत वर्षको घटनाले देखाइसकेको छ, सडकमा उठेको असन्तुष्टि समयमै सम्बोधन हुन नसके प्रदर्शन ठूलो आन्दोलनमा र आन्दोलन राजनीतिक संकटमा परिणत हुन सक्छ। त्यसैले सरकारले यसपटक संयमता, संवाद र माग सम्बोधनलाई
प्राथमिकता दिन सके अवस्था नियन्त्रणमा रहन सक्छ। तर बल प्रयोगका कारण अप्रिय घटना भयो भने त्यसले फेरि जनआक्रोश बढाउने सम्भावना रहन्छ। अन्तिम प्रश्न भने गत वर्ष जेनजी आन्दोलनले सत्ता परिवर्तनको अवस्था सिर्जना गरेको थियो, तर यसपटक के हुन्छ त? सरकारको नीति बदलिन्छ या कार्यशैली बदलिन्छ? सरकारमाथि दबाव बढ्छ कि वा फेरि राजनीतिक सत्ता नै हल्लिने अवस्था सिर्जना हुन्छ? एक वर्ष अघि भदौ 23 र 24 गते सडकबाट उठेको आवाजले सिंहदरबारसम्म प्रभाव पारेको थियो। आज फेरि त्यही मिति नजिकिँदैछ। सरकार फरक छ, परिस्थिति पनि फरक छ, तर युवाको प्रश्न भने उस्तै छ। परिवर्तन भयो कि भएन? अब निर्णायक कुरा हुनेछ। भदौ 23 गते सडकमा कति युवा आउँछन्, उनीहरूको माग कति व्यापक हुन्छ र सरकारको प्रतिक्रिया कस्तो हुन्छ? गत वर्ष सडकले सत्ता हल्लाएको थियो भने अब एक वर्षपछि त्यही सडकले नयाँ सरकारलाई कति हल्लाउँछ? यसको जवाब भदौ 23 गते सडकमा देखिने भिड र त्यसप्रति सरकारको प्रतिक्रियाले दिनेछ। Simrik Holidays, your trusted travel partner.